हेलो साथीहरू नमस्ते। आज चाहिँ म वर्ल्डको फेमस श्री पद्मनाभ स्वामी टेम्पल आएको छु, जो विष्णु भगवानको मन्दिर हो। यहाँ चाहिँ यो धोती लाउनु पर्ने हुन्छ। धोती हेर्दैछु म, धोती लगाएर मात्रै जानु त्यो मन्दिरभित्र एलाउड छ, नै त बाहिरैबाट फर्किनु पर्ने हुन्छ। त्यसैले चाहिँ धोती चाहँदैछु। मैले चाहिँ यो कुर्ता लगाएर आएको छु। यो कुर्तामा चाहिँ मलाई भित्र पस्नु दिँदैन, त्यही भएर चाहिँ यहाँ धोती खोज्दैछु म चाहिँ। नै त साडी लाउनु पर्ने हुन्छ, नै त धोती बेर्नु पर्ने हुन्छ। त्यही भएर म चाहिँ यहाँ धोती खोजिरहेको छु। एकदम म चाहिँ यहाँ एकदम सस्तोभन्दा सस्तो धोती चाहिँ कहाँ पाउँछ भनेर चाहिँ म एकदम सोच्दैछु, कहाँ पाउँछ भनेर। यहाँ चाहिँ जिन्स प्यान्ट कुर्ता लाउनेहरूलाई चाहिँ एकदम एलाउड हुँदैन, यसरी साडी लगाएर आउनुपर्ने हुन्छ। नै त साडी नलाएको छैन भने पनि यहाँ धोती किनेर बेर्नु सक्छ। यहाँ चाहिँ एभाइलेबल धोती साडीहरू छ। म चाहिँ यहाँ धोती किन्छु। 100 रुपियाँको धोती किने मैले चाहिँ कम्मरमा यसरी बेर्नुपर्ने हुन्छ। सो म चाहिँ मन्दिर पुगेर पनि दर्शन गरेँ भित्र किनभने मोबाइल एलाउड छैन, त्यही भएर चाहिँ मैले भित्रको भिडियो बनाइनँ। किनभने जुन चाहिँ यो दरवाजा छ यहाँदेखि नै चेक गर्ने गार्डहरू 6-7 जना छ। यहाँभित्र पसिसकेपछि पुरै 6-7 जग्गामा चेक गर्छ यो मन्दिरभित्र एकदम। र मेरो चाहिँ अलिक छिटै भयो, किनभने मैले चाहिँ एउटा फुल देखेर चाहिँ फुल किनेको थिएँ। त्यो फुलको चाहिँ 500 रुपियाँ रहेछ। अब खाली हात चाहिँ के चढाउँ भगवान्लाई भनेर चाहिँ फुल किनेको। त्यो फुल त भिआइपी टिकट रहेछ। त्यसरी फुल किने बित्तिकै मेरो त लाइनै चेन्ज भयो क्या, अगाडि भयो म त। अनि त्यो चाहिँ भिआइपी टिकट रहेछ, मलाई थाहै छैन। अचम्म भयो, म त अरे कति अगाडि लग्यो मलाई त भनेर। अनि छिटै भयो। त्यो भिआइपी टिकटमा चाहिँ मन्दिरमा यस्तो छुएर हामीले चाहिँ दर्शन गर्नु पाउने रहेछ। जुन चाहिँ नर्मल लाइन छ त्यो लाइनमा चाहिँ अलिक टाढैबाट यसरी ढोकेर चाहिँ उनीहरू जान्छ होइन। हामी चाहिँ अब लक राम्रो, त्यसरी मैले मन्दिरमा मजाले हातले छुएर छेउबाटै ढोकेर दर्शन गरेर फर्केँ। म चाहिँ लड्दै पढ्दै भए पनि यो धोती लगाएर हिँड्ने आदत छैन, धोती लुङ्गी फुस्केको गर्छ होइन। तर पनि अब मेरो चाहिँ रमाइलो लाग्यो, मलाई एकदम राम्रो लाग्यो, खुसी लाग्यो। अब नसोचेको जग्गामा होइन यसरी आएर भगवानको अब दर्शन गर्नु पाउँदाखेरि चाहिँ एकदम खुसी पनि लाग्यो। आफ्नो भाग्यमानी सोच्छु आफूलाई होइन, यत्रो ठुलो मन्दिर आएर चाहिँ दर्शन गर्नु पाउँदा। यहाँ चाहिँ अब केटाहरूले चाहिँ फेरि यो मन्दिरमा जानुको लागि चाहिँ माथिको सर्ट टी सर्टहरू लाउनु पाउँदैन। यहाँ मुनिको धोती मात्रै बेर्नुपर्ने हुन्छ। यहाँ चाहिँ धेरै जग्गाको मान्छेहरू आउँदो रहेछ। मैले कसरी थाहा पाएँ भने त्यहाँ बङ्गालीहरू पनि बोलेको सुनेको थियो, आदिवासी त्यो आसामको भाषाहरू बोलेको सुनेको थियो। त्यही भएर चाहिँ थाहा पाएँ धेरै जग्गाको मान्छेहरू आएर चाहिँ यहाँ दर्शन गर्नु आउँदो रहेछ यो मन्दिर चाहिँ। त्यसरी म पनि आफूलाई भाग्यमानी सोच्छु, म अचानक पुगेर मैले दर्शन गर्न पाएँ। ल साथीहरू फेरि भेटौँला अर्को भिडियोमा। ल बाई बाई, फेरि देखाउँला।